आज चाहिँ हाम्रो दसैँ सुरु हुँदैछ। दसैँ सुरु हुँदैछ आजको दिनबाट चाहिँ हाम्रो जीवन दाइ र सरिन्दा दिदी घर चाहिँ हाम्रो गेट टुगेदर छ। अब म के हुन्छ म देखाउँछु। यो चाहिँ हाम्रो बाटो भयो। यहाँ चाहिँ कताको नमस्ते हाम्रो दाइ चाहिँ यता सुरु हुनुभयो रहेछ। जीवन दाइ नमस्ते दाइ। ए ल आइयो ल, ढिलो भयो क्या एकदमै। हाम्रो दाइले चाहिँ स्टार्ट गर्नुभएको छ। अब इन चाहिँ मै गर्छु सन्देश होइन दाइ। मैले सोधि पनि सके उसलाई दुर्गा भनौँ कि खुसबु भनौँ भनेको। ल त्यसोमा न यस्तो हटा नि, यताबाट तपाईहरु हिँड्यो भने बल्ल उताबाट हिँड्यो भन्छ र अनि तिमी आएको होइन र? कस्तो खालको आइमी होला यार समय। आऊ छिटो, म त भावनासँग आयो होला नि र। मलाई न फोन गर्छ मलाई के भन्छ पागल जस्तै। न फोन गरेको छ। मनको कुरालाई गाँठी नपार। ल छिटो आऊ छिटो। के अरे मनको कस्तो गीत बोल्दैछ ल मनको कुरालाई ल बाँधी नराख बुवा हैन, बाँधी नराख। आउँदैछ रे खै के हो के हो। फोन पनि गर्दैन मलाई फोन गरेको हुन्छ अनि ल हाम्रो चाहिँ यहाँ हाम्रो ग्रुपमा चाहिँ एकजना छुट्यो तर एनिवे ठिकै फोन छ। गरेपछि म त हिँडिहालेँ त। फेरि हाम्रो घरको अगाडि चाहिँ दुईटा घर जलिरहेको छ। हो त्यहाँ उता नै उता थियो मेरो गाडी त मैले आज कहाँ माथि पार्क गरेको। दुईटा घर जलेको सबै। के भयो अरे? खिच्दैछ म त अस्तिको मेरो त्यो हाम्रो त्यो उसको थियो नि दाइ, त्यो हाम्रो अस्तिको हाम्रो कार्यक्रमको के त्यो सबै गीत बजेपछि त्यो नहुँदो रहेछ कि हाल्न नमिल्दो रहेछ कि। त्यो त गीत त प्रत्येकमा बज्यो होइन। हाम्रो दाइको यो चाहिँ बारबिक्यू खाने ठाउँ हो। यस्तो राम्रो अर्ग्यानिक छ। यस्तो मिठो बास्ना आएको है। छोरो हाउ योर फिल आचरो कसो भयो भने त बस न बाबु दाउ त्यो तर फेरि धुवा कतातिर आउँछ त्यताबाट हट्छ। उतै लैजाऊ सिट के धुवा त्यतै अहिले हाल त्यतै गरेर उता उता बस। हामी बनाउँदा बनाउँदा चाहिँ हामी यहाँ आइसकेको छु। सजिलो रहेछ कि है त्यसको साइडमा राख्नु के त काट्नु सजिलो पाक्दै जान्छ। हाम्रो आमामा कति कडा के तिम्रो त नि हात दिन्छ। धुवा अब यतातिर पाए जेन्जिलिन गर्नु गऱ्यो नि त हेर्छ होइन। बिचारी त जेन्जीले एउटा कता उसला भनेर हिर्काएको त त्यो उसलाई रहेछ नि त है के अरे ग्रिन सिटीको त्यो अस्पतालको एउटा सञ्चालकलाई हेरेको है। तर अहिलेको यो जेएनजी कार्यक्रमले दाइ सबभन्दा राजनीतिको पक्को चाहिँ यता पुनामलाई गर्यो कि। उसले त अलि बुझेर के बुझेको कि राजनीति यस्तो पो हुँदो रहेछ भनेर। हर्क साम्पाङको सपोर्टर हो। हर्क साम्पाङलाई उगाउनु पर्छ क्या त्यो देश बनाउने एउटा सच्चा छोरा चाहिँ त्यही हर्क साम्पाङ मात्रै हो। अब चाहिँ अब खाँदा देखाइन्छ। अब आमालाई आउनु चाहिँ हाम्रो यो दाइको यो बारबिक्यू यति मिठो छ होइन। अब हाम्रो बुहारीले चाहिँ अब चाख्दैछ। ल चाखिहाल त एउटा कस्तो हुन्छ चाख न के हुन्न। खाऊ न म यहाँ भिडियो गर्दैछु।
ल उसले चाख्यो हुन्छ के अरे सन्देशले सन्देश त फेरि उस हुन्न सन्देशले मिठो नमिठो थाहा पाउनु है बुझेर म चाखेँ नि त। हो चाख न चाख प्लिज तातो त तातै हुन्छ तातो मिठो हुन्छ मिठो छ केमा डुबाउनु भएको मिठो छ खोइ अब त्यो शर्मिलाले गरेको मेरो नै मलाई त थाहै छैन छ मजाको खाऊ है सन्देशले नि खाऊ एउटा खानु कुरा म अब के अरे कस्तो रसिलो त्यही त नि यो स्मोकी हुन्छ कि यहाँको एकदम गजब हुन्छ कि यसमा गरेको एकदम मिठो भन्छ त यो के यो कस्तो बार्बिक्यू जस्तो छ है पोल्दा कस्तो मिठो है शर्मिलाले यस्तै गर्छ कि के नहाले हेर्दा सेतो म त के होला के गरेछ भनेर तर ऊ हाल्छ कि अदुवा हाल्छ क्या अदुवाको रस अदुवाको रस होला अनि नुन त खोके के नुन के अरे सिक्रेट होला क्या सोया ससहरू हालेछ त्यो अहिले दिदीसँग सिकिहाल्दा त के हाल्ने भन्ने अस्ति मैले पकाउनु चाहिँ भयो भएन अस्तिको बङ्गुरको मासु त आमामा कस्तो एकदम मिठो भएको थियो हिजोसम्म नि खाएँ मैले बङ्गुर बनाउने त अब राईसँग त कहाँ सक्ने राई लिम्बूहरूसँग बङ्गुर त हाम्रो यिनीहरूले मिठो बनाउने एकदम मिठो बनाउँछ दाइ तर मुन परेन तर यिनीहरूको प्रब्लम के रहेछ भने यिनीहरूलाई जस्तो नि मिठो हुन्छ नि त कहिले कहिले यिनीहरू झ्याउलाउँछ यिनीहरूले खाँदा मिठै छ तर अलिक नखाने मान्छेलाई फेरि अब त्यो हो क्या फेरि यिनीहरूले दिल लाएर बनायो भने धेरै मिठो दाइ बिरी चाहिँ लाग्दैन कहिले कहिले भाइ चाहिँ घिनाउनुहुन्छ क्या हामीले पकाएको कसले भाइ हो र जस्तै तपाईँले नुकसान भयो त त्यसो दाइ यस्तो मिठो सुन्नु न जस्तै तपाईँले कहिले कहिले बङ्गुर मासु बनाउँछु भन्नु होइन तेल हाल्नु तेलमा नुन प्याज हाल्नु अनि त्यो मासु हाल्नु के 1 मिनटमा लौ त भावनाको चाखा भने नि मिठो हुन्छ कि किन भन्दा यिनीहरूलाई मिठो लाग्छ त्यो त्यो डेटा फाल्दिउँ हुन्छ हुटाइदेऊ न घुमाएर मिठो रहेछ खाऊ 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 ल अब चाहिँ भित्र गएर खाइन्छ होइन त यो अलमोस्ट लास्ट हो लास्ट छ हाम्रो अनि यस्तो जाडोमा बस्दा त चिया नि खायो हाम्रो भान्जी नि अहिले नयाँ देखिनु भयो आउनुभयो बल्ल बुहारी होइन त होइन तर त्यो 1000 रुपियाँ दिने चलन चाहिँ जस छक्केकोमा खुसी छु कि दाइ एक मानेमा हाम्रो भान्जी चाहिँ हाम्रो जीवन दाइको छोरी मेरो नि भान्जी एकदम ब्युटिफुल भान्जी हो अहिले अँध्यारोले अलिक त्यति राम्रो देखेको होइन होइन त होइन के अरे सन्देश ठुलो कि सन्जु ठुलो अन्त सन्देश सन्जु भने हुन्छ उनीहरू एउटै एउटै उमेरको डर त्यही भएर माथि राख्दियो हुन्छ त्यही राखेको ल सन्देशले पनि यहाँ मकै पोल्न सुरु गर्यो अलिअलि डढे त ठिकै छ फेरि वापस आयो त्यो ठोकेर ल हामी भित्र गएर हामी भेटिन्छ एकछिनमा ल राम्रोसँग है फेरि नफसाउ ल So only makai is left? Is there more masu? मकै मात्रै हो सबै भयो ल त्यो चियाको मजा आयो खाएको हामी चाहिँ आज शर्मिला दिदी घर अब टिको लाउन त हुँदैन दिदीहरू लाउनुहुन्छ नि त टिको होइन टिका लगाउने हातमा बुझेर ल्याइदिन्छ अहिलेसम्मको प्लान त्यही छ टिको लगाउने दिदीहरूको यहाँ रेडी छ खाना खाना अझै निस्केको छैन प्लान्ट हो यो त स्टार्ट मात्र हो यहाँ त सबै रेडी छन् Is your smile? जस्ट फर रेडी हो दिदीहरूको यहाँ रेडी छ अब दिदीहरू टिको लाउनुहुन्छ त्यस पछाडि चाहिँ के हुन्छ म देखाउँछु ल अब दसैँमा हाम्रो शर्मिला दिदी र जीवन दाइ घर यस्तो रेडी हुँदैछ होइन सबभन्दा राम्रो त
त्यो जमरा यति राम्रो दाइहरू गयो जमरा है राम्रै भएको छ झन् तिमीहरूको घरको हो कस्तो राम्रो भएको हाम्रो त ठुलो भयो दाइ तर के गर्ने टिको लाउने कोही दाजुभाइ लाउने कोही नलाउने भनेको यो धेरै कुरा गर्नु पऱ्यो दुर्गा दिदी भन्दैछ क्या बोलेर कुरा गर्छ क्या यहाँ मकै पनि हाम्रो चाहिँ एकजना मेम्बर पनि आउनुभयो एकछिन त रिस उठाएर कुट्टुम जस्तो लाग्छ होइन फेरि माया लाग्छ ओके अब मुख झुन्डाएकै छ अब के भन्नु न एउटा अघि भन्नु हँ? अघि भन्नु न ल उहाँ पनि आइपुग्नु भयो पहिला हामीले ल्याउँथ्यौँ अब हेर्नु गाडीमा सर 40 मिनट कुदाएर आउने भइसक्यो अन्त ए अहिले त के अझ गीतमा जाउँदा होला यहाँ सबै चलन छ यहाँ मुख झुन्डाउनु चलन छैन है साडी लाउँछु भन्दै थियो त अहिले त ल ल आऊ आऊ ल हाम्रो एकजना मेम्बर घटी थियो ऊ पनि आउनुभयो भयो अहिले फेरि वाउ कति धेरै सम्मान ओ माई गुडनेस सबैले पढेको होइन अब भित्र के हुन्छ फेरि म देखाउँछु ल हाम्रो अब यहाँ दाइ र दिदी गएर चाहिँ अब टिका लाउने कार्यक्रम हुँदैछ सुरु मैले हुँदैछ सानोबाट लगाऊँ है के गर्नु ठुलोबाट लगाऊँ कि सानोबाट मैले सन्जु मेरो मलाई नि सेन्ड गर ल उता नेपालमा पठाइदिनु पर्छ दिदी यो दाइले बोलाउनु हुन्छ सानोबाट लगाऊँ कि ठुलोबाट लगाऊँ ए हो जुनबाट सुरु गर्नु हातै सुकाउनु दिदीले गरेको जस्तो थियो एकदम धेरै धेरै भावना ठुलो हो कि सन्जु ठुलो हाम्रो त्यो छोरीलाई आशीर्वाद हाम्रो यहाँ दसैँ सुरु भयो होइन एकदम भाग्यमानी भएर गुड गर्ल भएर एकदम राम्रो राम्रो गुड गर्ल भएर धेरै पढेर भाग्यमानी भएर भोलि अमेरिकाको प्रेसिडेन्ट फेरि ट्रम्प जस्तो त नहोस् है भएर एकदम हो मैले के दिने हो यो ल अब पैसा दिने कार्यक्रम भयो फेरि यहाँ दक्षिणा लिन त मिल्छ होला नि ज्योतिले नै होइन दिदी होइन होइन ज्योति दिनै पर्छ होइन कोहीको बानी त फेरि नलिने हुन्छ कि टिका नलागेर अब हो नमस्ते नमस्ते ल अब हाम्रो दुर्गा छोरी आज त दुर्गा भन्छु है म किन दुर्गा पूजा हो है ल एकदम हाम्रो छोरी राम्रो ज्ञान भएर आजकल त बोल्नु पनि थालेछ कति राम्रो मलाई कति खुसी लाग्छ आजकल त निकल भन्छ धेरै पढेर हाम्रो दिदी यस्तो राम्रो देखिनु भएको छ साडीमा राम्रो देखेछ अब अर्को मेरो त सारीको ब्लुज पनि दुईटा दियो यो गरेको चाहिँ एकदम राम्रोसँग यो लगाइदिएर कस्तो राम्रो कस्तो क्युट कस्तो राम्रो कस्तो सानी हुने मनले चिताएको सबै पुगोस् है अब श्रीमान त पाइसकेछ अब आउन मात्रै बाँकी छ छिटो ल्याउने त्यहाँबाट दुईजनाको जोडी एकदम पराएको जोडी जस्तो हो धेरै धेरै भाग्यमानी सबै मनले चिताएको जे डबल कङ्ग्रेचुलेसन स्वास्थ्य राम्रो होस् मसँग नरिसाउने धेरै एकदम मनमा जहिले पनि खुसी होस् है
र एकदम स्वास्थ्य राम्रो मनले चिताएको सबै पुगोस् जमरा मात्रै किन होइन म पनि दिन्छु के म त खै कतै छँदै छैन के छ त थुप्रो खामहरू एउटा के हुन्छ आफूले राख्छ यहाँ अझै धेरै लो जमरा त के हो पछाडि लगाइदिन्छु यहाँ होइन उस यहाँ त फेरि यस्तो गाह्रो चाहिँ कसरी हाल्ने भयो जीवन त अब यो चाहिँ लगाउने तपाईँको जिम्मा है ल कति राम्रो ल ओ यो हो कि मैले इन्तजार गरिरहेको थिएँ कि राम्रोसँग ल होइन त्यस्तो त होइन हो ल हाम्रो चाहिँ एकदम राम्रो आफ्नो फ्यामिलीको मात्रै यो दसैँ छ होइन बस्नु नि हाम्रो त मलाई त पर्दैन बस कति मिल्छ ल भाउनु बस ल अब यो हुँदैछ होइन कसले त नि फोटो खिच्ने है रेकर्ड छ भइसकेछ त्यो ऊ कहाँ छ यो खुसबु नचल न मेरो फोन तपाईँ भन्नु पाएन हो ओहो रहेछ यसमा पनि हुन्छ सानो बहिनीलाई यो मेरो फोन होइन छैन कि होइन तिमी नलाएर 500 अनि हाम्रो त होइन हाम्रो त होइन होइन अलि स्पेसल आउँछ आएन म म फोन गरिदिउँ ल अब हल्का खाने फोटो आज के अब चाहिँ हामी टिका सिका लाग्यो होइन दाइको त भयो दाइ यो तपाईँको हो अब चाहिँ खाने कार्यक्रम हुँदैछ यहाँ मान्छेहरूलाई भोक लागिसक्यो होला सायद होइन भोक लाग्यो होला ल हाम्रो यहाँ जीवन दाइको पनि सुन्दैछ खाना खाँदैछौँ खाना खाँदैछौँ हामी ल खाऊ ल खाऊ आउनु जुन मकै हुँदैन मकै खाँदैन जुन चिची पाउँछ कसको बनो
This is my side. पानी बाटो चिसो वाइन है वाइन जीवन वाइन दिनु हाँ के खान लाग्यो तिमी के खान लाग्यो त्यो एनभलप यहीँ नखोला है Banji? I'm getting my phone. Without phone अब यहाँ हामी यो तीनजना जेनजीहरूको यहाँ एकदम राम्रो पोडकास्ट हुँदैछ अब एकछिनपछि खाइसकेपछि छोरीलाई जाऊ त छोरीलाई क्यान छोरो तिमी ए पटेटो त खान्छ नि है यो त खान्छ नि है काटेको खल्पी अचार पनि छ है This one was tomato and टमेटो छैन के यहाँ potato. खान्छ God, it was. Yeah. I think that's enough. Yes. पानी ए ल जुसहरु त मैलो हुन्छ ए हुन्छ त बहिनी हैन ठिकै छ अब सुरु गरियो हामी खाने पानी के खाने It's too sweet. म त भयो यहाँ कहाँ put गर्ने? त्यही छ साइड के छ? के It's so sweet. So sweet? पानी म आफै दिन्छु मलाई खानु न खानु र दाइरे दिदी वाइन खानुहुन्न अहिले हामीले हाल्छ के पानी भइसक्यो बिचरा सबैलाई यी तातो मासु है उहाँहरू चाहिँ खानामा एकदम सोकिङ मान्छे होइन त होइन आदि मासु है भेन होला नि त होइन जीवन त हजुर तपाईँ त भेन होला नि त भएन कस्तो हो त सरब्रेटीको एउटा भेना पर्नु भएन त नि दाइ नि दाइ भन्छ। भन्छ लु बस जुन उहाँ चाहिँ सबै कन्फ्युज हुनु होला कता भन्ने घर कता हो तपाईँको नेपाल धरान धरान धनकुटा हाम्रो बुहारीको गाउँतिर होइन ओ बाबा सबै तिम्रो नखाने लेक्समा के त हर्का साम्बाङको गाउँको तपाईँ ल अब उहाँ चाहिँ हर्का साम्बाङको फ्यान पछाडिबाट फ्यान मजे नै फेरि आजकल चाहिँ उहाँ के त्यस्तो फ्यान हो र हर्का सम्पाको तपाईँ आजकल त म त इरिटेट लागेको टाउको ल भन बोलेर काम गर्नु जस्तो म त्यस्तै काम पनि गरेको नि त एउटा के भन्छ र जस्तो म त्यस्तै काम कोही बेला म त धेरै बजाउनु त काम गर्दैन हप्ता काम चाहिँ म कस्तो त्यस्तै काम गरेको थिएँ त्यही भएर मन गर्दैन खुर्सानी पिरो रहेछ मजाको पिरो के दाइ त्यो एकदम उस्ने होइन टमाटरहरू कस्तो रकरमै फलेको त्यही त अहिले पो फुल्ने चाहिँ कस्तो राम्रो जाडो सुरु है यो खुर्सानी पनि मैले त्यही भएर नटिपेको क्या जबसम्म रातो नहुने नटिप्ने क्या त छिप्पेपछि पिरो नत्र हरियोमा टिप्दा त धेरै पिरै छैन पाक्नु नदिँदै दाजु जाडो सुरु हुने बेलामा अब पनि त्यस्तो झ्याङ्गेहरू छ त्यही त टमाटर अनि यता बिरुवाहरू पनि भेन्डीहरू पनि कस्तो राम्रो भएको भिन्डी त धेरै खायो
त्यो घिनौला कस्तो फलेछ अहिले अब के गर्नु इत्रु इत्रु के बल्ल फुलेछ पनि जाडो उ हुने बेला नानी जान्छ है ल ल अब हामी आज चाहिँ यो दसैँ चाहिँ यति गर्दै गयो होइन बाटोमा देखाइन्छ हाम्रो दाइ र दिदी घर आएर यति ह्याप फन भयो होइन दसैँको उस चाहिँ दाइ एकदम स्पेसल भिडियो क्या दाइ खुसी लाग्यो पान्छीलाई पनि देख्न पाइयो धेरैमा थ्याङ्क्स फर युर पोडकास्ट हाम्रो भाइलाई होइन अब चाहिँ स्पेसल पार्टी के होइन नेक्स्ट प्रोग्राम चाहिँ स्पेसल होइन गर्नुपर्छ ल दिदी ल है बाई ल बाई हस् हुन्छ तिनवटा गाडी लिएर जाऊ दुइटालाई टो गर्न परेको हुन्थ्यो कि ल बाई है ज्योति बाई बाई ज्योति बाई ल बाई है ल पछि भेटौँ ल तिमी उर पछि बस्नुपर्छ क्या सन्देश अगाडि के